कति छ भन्नु कतिमा हुन्छ भन्नु त ल 16.5 पुग्नु 15 भन्नु लास्ट ल 15 मा त जाम ल 15 लास्ट 15 ल किन 1000 मा गर्नुहुन्छ र 1000 मा पनि किन हात त्यसरी पुरुष अगाडि गर्ने र फाइनल्ली हामीले यो 15.5 मा चाहिँ धेरै दुःख पछि बल्ल यो किनेका छौँ 15.5 मा 15.5 मा हैन दाइ हैन खुस हुनुहुन्छ नि किन नबोल्ने खुस हुनुहुन्छ नि दाइ कहाँ त्यस्तो हुन्छ 100 रुपियाँ फाइदा होला चिसो भाइ यो 15.5 को कुरा भयो के छ ठिकै छ हल्का मोटो त मोटै रहेछ 15,500 बोका नकिन्नु होइन कति बलियो बानेको रहेछ तपाईँले चाहिन्छ कि यो हल्ला ल 15,500 मा यो हामी किनेका छौँ हेरौँ अब यो भोलि काट्छौँ कति फाइदा हुन्छ घाटा हुन्छ तपाईँलाई सबैले देखाउँछौँ हामीले एक कटर पनि किनेका छौँ आज हामीले ल मैले हामीले उचालेका छौँ शिव बाइकमा ल भाइ है त आज पनि हाम्रो केही सक्सेस होला जस्तो छ है त केटाहरूले कटिङ गरिसकेका रहेछन् शिव के कटिङै हो हानिदिएको पहिला नि कति किलो छ आजको बोका 20 किलो छ है ल हेरौँ कति किलो छ अब देखिन्छ है त हामी जोग्छौँ केटाहरूले अब सबै कुराहरू छिनछान भएको छ अब यसलाई कटिङ गरेपछि अब कति किलो आउँछ हामी देखाउँछौँ सबै हामी 15,500 मा किनेका थियौँ अब कति पर्छ हामी तपाईँलाई देखाउँछौँ है त के छ मन्ड्याम कति किलो होला जस्तो छ 18-20 किलो 18-20 किलो छ 18 किलो भयो त झ्याउ भयो नि यार 18 किलो हो भने छ 10 पुन फाले 8 किलो कति 8 किलो भनौँ न 8 किलो खुट्टा नि खाएको कति भयो 8 भयो न 8 दुना 16 10 भइसक्यो 19 किलो हुन्छ 10.5 भयो 18 किलो भयो अब ल 19 किलो भनौँ न ल 15,500 किनेको ल 19 किलो भयो ल अलिक धेरै खासै फाइदा त भएन पहिला जस्तो ठिकै भयो